नमस्कार। म समरविल टिभी अन्तर्गत समरविल आप्रवासी मामिलाको कार्यालय नेपाली सेवा अन्तर्गतको कार्यक्रममा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। म परशुराम भुयाल, समरविल आप्रवासी मामिला कार्यालयमा सेवा संयोजक। मैले आज यहाँहरूको बीचमा एउटा विषयवस्तु लिएर आएको छु जुन चाहिँ साह्रै महत्त्वपूर्ण छ। विशेष गरी एउटा रोगको विषयमा मैले यहाँको बीचमा कुरा गर्न चाहिरहेको छु र सामान्यतः हामीलाई केही भयो, बिरामी परियो, केही भयो भने हाम्रो शरीरको कुन अङ्गमा के असर गर्यो भन्ने कुरा हामीलाई सोझै थाहा हुन्छ। तर आज मैले ल्याएको विषयवस्तु भनेको अलिक फरक छ। त्यो चाहिँ कतिपय अवस्थामा हामीलाई त्यो विषयवस्तुले गाँजिसक्दा पनि हामीलाई आफैलाई पनि थाहा नहुनसक्छ। त्यही विषयमा सामान्य जानकारी प्राप्त गरौँ भनेर हामीले आज यहाँ स्टुडियोमा मास जनरल हस्पिटलका मानसिक रोग विशेषज्ञ तथा हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक डाक्टर श्रीधर पौडेलजीलाई स्टुडियोमा आमन्त्रण गरेका छौँ। म सर्वप्रथम डाक्टर श्रीधर पौडेललाई यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत डाक्टर साहब। नमस्कार परशुरामजी। धन्यवाद। मैले सुरुमा अलिकति यहाँको परिचय राखेँ। अब मैले अझै आधिकारिक रूपमा, पेसागत रूपमा यहाँको परिचय यहाँको तर्फबाटै कसरी हजुर चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमा जोडिनुभयो र यो विषय किन महत्त्वपूर्ण छ, हाम्रो समाजको लागि किन महत्त्वपूर्ण छ, त्यसलाई थोरै प्रभाव पार्दै आफ्नो चाहिँ परिचय पनि राखिदिनु हुन अनुरोध। हजुर धन्यवाद। म अब पेसाले अघि परशुरामजीले भन्नुभएको जस्तो म मानसिक रोग विशेषज्ञ हो, साइकियाट्रिस्ट भन्छौँ हामी चाहिँ। र त्यो बाहेक चाहिँ जनस्वास्थ्यविद पनि हो। म चाहिँ मेनली अन्तर्राष्ट्रिय स्वास्थ्यमा चाहिँ मेरो विशेष अध्ययन र दखल छ। अनि अब मैले यहाँ काम गर्ने मास जनरल हस्पिटलको साइकियाट्री डिपार्टमेन्टमा मैले दुई खालको काम गर्छु। एउटा चाहिँ सामान्य प्राइमेरी हेल्थ केयर सेन्टरमा आउने बिरामीहरूको सामान्य मानसिक स्वास्थ्यको त्यसलाई निदान उपचार गर्ने र प्राइमेरी केयर डाक्टरहरूलाई सपोर्ट गर्ने, त्यो एउटा रोल छ भने अर्को चाहिँ विशेष गरी गहन खालको मानसिक रोग लागेका स्किजोफ्रेनिया भन्छौँ, त्यो रोग लागेका व्यक्तिहरूलाई स्पेसल छुट्टै मेरो क्लिनिक छ मास जनरल हस्पिटलमा। त्यो दुईवटा काम म यहाँ गर्छु भने रिसेन्टली अझ हाम्रो कुराकानीसँग सम्बन्धित बढी चाहिँ यो लोकल एन्ड ग्लोबल इनिसिएटिभ फर मेन्टल हेल्थ इक्विटी भनेर नेपाली भाषी जो चाहिँ अमेरिकामा र विशेष गरी बस्नु वरिपरिमा छन् त्यो व्यक्तिहरूको लागि र नेपालमा पनि हामीले मानसिक स्वास्थ्य सेवामा केही न केही गरौँ भन्ने हिसाबले डिपार्टमेन्टबाट मैले 1.5 वर्ष अगाडि चाहिँ यो प्रोग्राम सुरु गरेको छु। त्यो मार्फत पनि नेपालीहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू यहाँ गर्दै गर्छु। मेरो भोलुन्टियर काम हो त्यो चाहिँ। त्यो बाहेक चाहिँ नेपालमा हेल्थ फाउन्डेसन नेपाल भन्ने एउटा गैर सरकारी संस्था, नाफामूलक होइन, गैर नाफामूलक, त्यो थ्रु चाहिँ धेरै खालको मानसिक स्वास्थ्य कार्यक्रमहरू गरिरहेको छ दाङ जिल्लामा, चितवन जिल्लामा र देशको विभिन्न भागहरूमा। र रिसेन्टली चाहिँ हामीले मानसिक रोगको क्षेत्रमा, मानसिक स्वास्थ्य क्षेत्रमा चाहिँ देशव्यापी रूपमा केही गरौँ भन्ने हिसाबले नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ भनेर चाहिँ देशव्यापी रूपमा नेपालको मानसिक स्वास्थ्यको मुहार फेर्नुपर्छ केही 20 वर्षमै हाम्रै कार्यकालमा भन्ने हिसाबले त्यो पनि मैले चाहिँ इनिसिएटिभ लिइरहेको छु। म यति मात्रै परिचय अहिले राख्न चाहेँ। हस्, धन्यवाद। यो साह्रै नै राम्रो। हजुरले चाहिँ ग्रेटर बस्टन एरियामा भएको नेपाली कम्युनिटीहरूको लागि पनि विभिन्न ढङ्गले काम गरिरहनु भएको छ भनेर जुन कुरा राख्नुभयो, विभिन्न संस्थाहरूसँग हामीले पनि देखिरहेका छौँ हजुरले काम गरिरहनु भएको छ। यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। अब मैले अर्को जान्न खोजेको विषयवस्तु भनेको चाहिँ हामी सामान्यतया मानसिक रोग भनिसकेपछि मानसिक रोग अथवा मानसिक स्वास्थ्य दुईवटा फरक फरक विषयवस्तु हो। तर हाम्रो बुझाइ चाहिँ सामान्यतया मानसिक रोग र मानसिक समस्या भनेको एउटै हो भन्ने जस्तो लाग्छ। हजुरलाई चाहिँ त्यसलाई हामीले कसरी छुट्याउन सक्छौँ? मानसिक समस्या के हो र त्यो चाहिँ कुन अवस्थामा चाहिँ मानसिक रोगमा परिणत हुन सक्छ? त्यसका सङ्केतहरू के हुन सक्छन्? अलिकति त्यसलाई प्रभाव पार्दैन। एकदमै महत्त्वपूर्ण प्रश्न। एकदमै आम मानिसलाई त्यस्तो खालको अलिकति कन्फ्युज हुनु स्वाभाविकै हो होइन। तर मानसिक स्वास्थ्य समस्या र मानसिक रोग दुईवटा फरक कुरा हुन्। मानसिक स्वास्थ्य समस्या भनेको जब हाम्रो सोच्ने तरिका, हाम्रो भावनामा अलिकति फरक आउने, नर्मल भावनाभन्दा अलिकति फरक खालको सोचाइहरू हुन्छ, भावना आउँछ, सोच्ने पनि सोचाइ सामान्यभन्दा अलिक विभिन्न खालको सोचाइ आउँछ र व्यवहार पनि अलिकति फरक देखिन थाल्छ नि। भनेपछि यसलाई मानसिक स्वास्थ्यमा समस्या आयो कि क्या हो भन्ने खालको भयो। त्यो चाहिँ जब हामी अलिकति अझ मैले राम्ररी भन्न पर्दाखेरि हामी जुन मानसिक स्वास्थ्य भन्दाखेरि चाहिँ हाम्रो दिमागले सोच्न सक्ने शक्ति
र भावना यसमा आउने भावना र हामीले चाहिँ सोच विचार गरेर गर्ने व्यवहार, हाम्रो आफ्नो साथीभाइ, आफ्नो परिवारप्रति र अन्य व्यक्तिहरूप्रति गर्ने व्यवहार, यो चिजहरू सबै दिमागले कन्ट्रोल गर्छ, हाम्रो ब्रेनले। हो, त्यो सोच्न अलिकति गाह्रो भयो, त्यसमा त्यो नर्मल हुनुपर्ने कुरा अलिकति चेन्ज भयो भने समस्याहरू देखियो भन्छौँ। तर त्यो समस्या हुँदैमा चाहिँ त्यो रोग होइन। फर इक्जाम्पल, मलाई एकदम धेरै चिन्ता लाग्न थाल्यो, मैले भोलि के गर्ने होला, मेरो करियर के होला, मेरो छोराछोरीलाई स्कुल कलेज पढाउनलाई अब इनफ पैसा छैन कि भन्ने खालका कुराहरू। सुरुमा अब अमेरिका आएका आप्रवासी मान्छेहरू, अब नेपिज अमेरिकनहरू, उनीहरूलाई चाहिँ कसरी एडजस्ट हुने होला, कहाँ गएर के गर्ने होला भन्ने पिर हुन्छ नि, चिन्ता हुन्छ। त्यो भनेको सामान्य कुरा होइन। अब त्यही हो, अलिकति समस्या भनेको त्यो हो। सुत्न गाह्रो भयो, अलिक खान गाह्रो भयो, अनि त्यसपछि अलिकति बेला बेलामा एकदम स्याहार हुने, एकदम पिर लाग्ने पनि हुन थालिसक्यो। अनि त्यो समस्याहरू, त्यो रोग होइन। तर रोग कति बेला हुन्छ भने जब त्यो सोचाइ, त्यो पिर, चिन्ता त्यसले चाहिँ एकदमै गहन रूप लिएर मान्छे त अब आफूले गर्नुपर्ने कुराहरू गर्न गाह्रो भयो। जस्तो टिचरले पढाउनलाई एकदमै क्लासमा जानै गाह्रो भयो, टिचर जाँदाखेरि नै मलाई त के होला, अब विद्यार्थीले के भन्छन् कि भन्ने डर लागेर अब क्लासेस बङ्क गर्न, टिचरै क्लास बङ्क गर्यो भने त्यो प्रब्लम भयो नि। अनि अब सुत्दा बिहान उठ्नै सक्दैन, म त आज अफिस जान सकेन, अफिस आज बन्द भयो, भोलि भयो, 5 दिन 7 दिनसम्म पनि गाह्रो भयो। गर्दै गर्दाखेरि अब हामीले रोग भन्नको लागि विभिन्न खालको मानसिक रोगका आफ्ना अवधारणाहरू हुन्छन्। त्यसको त्योमध्ये चाहिँ धेरै जसोमा 2 हप्ता अथवा बढी त्यो समस्या रहिराख्यो र त्यसले चाहिँ व्यक्तिको र पारिवारिक जीवनमा पनि प्रभाव पार्यो भनेपछि त्यसलाई चाहिँ रोग भनिन्छ। हजुर, धन्यवाद। भनेपछि सामान्य रूपमा बुझ्दाखेरि सोचाइसँग मात्रै रन्जेलसम्म चाहिँ मानसिक स्वास्थ्यभित्रको विषयवस्तु भयो, र जब त्यसले दैनिक व्यवहारमा, हाम्रो दैनिक अरू विषयमा पनि असर गर्न सुरु गर्यो, त्यसलाई चाहिँ हामीले रोगको रूपमा लिन पर्यो। र यो विषयवस्तु भनेको फेरि समाजमा कस्तो देखिन्छ भने कुरा गर्न पनि अप्ठ्यारो मान्ने, यो मैले कुरा गरेँ भने मलाई चाहिँ अझै नकारात्मक रूपमा समाजले हेर्छ कि परिवारले हेर्छ कि भन्ने पनि हिचकिचाउने। यसको कारण चाहिँ के होला, किन त्यस्तो लाग्ने होला? त्यो मानसिक समस्याकै विषयवस्तु अथवा हाम्रो सोचाइ, समाजको सोचाइको कारणले मानिसहरूमा त्यो समस्या हुन्छ, त्यसको कस्तो लाग्छ हजुरलाई? एकदम महत्त्वपूर्ण प्रश्न। सायद मानसिक स्वास्थ्य र मानसिक रोगको खासै कडी चाहिँ त्यहीँनिर छ जस्तो लाग्छ मलाई होइन। यो चाहिँ के हुँदो, यो त हुन त अब अघि तपाईँले भन्नुभएको पछिल्लो कुरा, यो हाम्रो आम मानिसमा भइरहेको कुरा, त्यो चाहिँ अब थाहा नभएर अब यो चल्दै आएको कुरा हो। त्यही भएर यसको बारेमा मान्छे बोल्न चाहँदैन। तर बोल्न नचाहने कारण चाहिँ 1-2टा छन्। यो चाहिँ मैले हरेक कुरामा भन्दै आएको चाहिँ एकदम इम्पोर्टेन्ट कुरा चाहिँ हामीलाई सोचौँ होइन। मैले इक्जाम्पल दिन्छु सधैँभरि। हाम्रै कार्यकालमा एउटा लेप्रोसी लागेको, कुष्ठरोग लागेको मान्छे भन्दा बित्तिकै मान्छे डरले भाग्ने, लो त्यो छोयो देख्यो भनेपछि हावा आयो भने पनि ल बर्बाद हुन्छ मलाई लाग्छ भन्ने डर थियो नि। त्यो मान्छे त्यो बारेमा कुरै गर्दैन थियो होइन। त्यसरी पछि कुष्ठरोग अथवा ट्युबरक्लोसिसको कुरा आयो, त्यो पनि त्यस्तै भयो। के हो कसो भयो थाहा छैन, मान्छे फुतु मर्छ, खोक्छ, ज्वरो आउँछ, केही गर्न सक्दैन, यो डेन्जर हो, यसको बारेमा बोल्दै नबोल, वरिपरि कोही जाए नजाउँ भन्ने खालको समस्या थियो होइन। त्यसपछि हामीले देख्यौँ HIV एड्सको कुरा आयो, त्यसपछि अस्ति कोभिडको कुरा आयो रिसेन्टली होइन। त्यो चाहिँ के हुँदो रहेछ भने जबसम्म मान्छेले यो के हो भनेर थाहा हुँदैन तबसम्म चाहिँ मान्छेलाई डर त्रास हुँदो रहेछ, अनि त्यसको बारेमा मान्छे कुरो गर्न चाहँदैन। त्यति भएर मात्रै पनि हुँदो रहेनछ, थाहा भयो, तर थाहा भएपछि अब के गर्ने भन्ने पनि थाहा भएन भनेपछि अझ गाह्रो हुँदो रहेछ कि। हामीले ज्वलन्त उदाहरण कोभिडको बेलामा हो नि, कोभिड-19 भयो, के हो कसो थाहै छैन, अब यसलाई त्यसपछि के गर्ने, उपचार गर्ने पनि थाहा छैन, बर्बाद भयो भने जस्तो भएर सबै लुकेर बस्ने अवस्था थियो नि। त्यस्तै हो मानसिक स्वास्थ्यको चाहिँ। यो मानसिक स्वास्थ्य समस्या हो भन्ने खालको र कसरी हुन्छ भन्ने कुरो आम मानसलाई थाहा छैन। थाहा भएका व्यक्तिलाई पनि त्यसपछि चाहिँ उपचार गर्न के गर्न सकिन्छ, उपचार यसको हुन्छ, उपचार गरेपछि मान्छे ठिक हुन्छन् भन्ने खालको जानकारी पनि छैन। अझ तेस्रो कुरा म भन्न चाहेँ, त्यो तेस्रो कुरा चाहिँ के पनि छ भने त्यो थाहा छ मलाई उपचार गर्दा ठिक हुन्छ भन्ने पनि, तर पनि कहाँ गएर उपचार गर्ने भन्ने पनि थाहा छैन। अब कहाँ गएर उपचार गर्ने भने थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ चाहिँ देयर आर सो मेनी ब्यारियर्स, त्यहाँ गएर उपचार लिन सक्दैन, पैसा नभएर हो कि अथवा चाहिँ आफ्नो ल्याङ्ग्वेजको कल्चरको कारणले गर्दाखेरि हो कि सबै कारणले गर्दा त्यहाँ गएर लिन पनि सक्दैन, अथवा चाहिँ अभाइलेबल हुँदैनन् साइकियाट्रिस्ट, साइकोलोजिस्टहरू, वेट लाइन वर्ष होला। त्यो सबै समस्याको कारणले गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्य अझै पनि अमेरिकामा पनि गाह्रो छ भने नेपाल जस्तो देश अथवा अरू अल्प विकसित र डेभलपिङ कन्ट्रीहरूमा त अझ विकराल समस्या छ। हजुर, धन्यवाद। अनि यसैमा अर्को कुरा मलाई पनि लागेको के हो भने हामी त यहाँ नेपालदेखि आएका छौँ, विभिन्न यहाँको प्रविधि कसरी चल्छ, प्रक्रियाहरू कसरी चल्छ भन्ने कुरो पनि हामीले नबुझिरहेको हुन्छौँ। त्यहाँमाथि हामीले दैनिक कामलाई महत्त्व दिनुपर्ने हुन्छ, परिवारलाई महत्त्व दिनुपर्ने हुन्छ। त्यो बिचमा चाहिँ यी समस्याको विषयमा हाम्रा
पहिलादेखि सुनिआएका विषयवस्तुले पनि असर गरिरहेको हुन्छ भने हजुरले भने जस्तो ती सबै कुरा एकै ठाउँमा आउँदा चाहिँ उपचार गर्ने, कहाँ गर्ने, कसरी गर्ने, कति लाग्छ, त्यो समस्या पनि हो। अर्को कुरा चाहिँ मलाई लागेको कुरा जस्तै अब हजुर त यही क्षेत्रमा काम गरिरहनु भएको छ, हरेक दिन कयौँ मान्छेहरू भेटिरहनु भएको हुन्छ उपचारको लागि पनि अथवा सरसल्लाहको लागि पनि। यो पहिलाको भन्दा यसको मात्रा, मानसिक स्वास्थ्य र मानसिक रोग सम्बन्धीको मात्राहरू बढ्दै गरेको हो जस्तो लाग्छ। त्यसको कारण के होला, किन त्यस्तो भइराख्यो होला, र हजुरले के त्यो बढेको जस्तो लाग्छ कि अहिले हामीले चाहिँ बढी जानकारी राख्न थालेर हामीलाई चाहिँ बढी भयो जस्तो लागेको? खास भन्यो भने दुईटै कुरा होला। पहिले जानकारी थिएन, पहिले यसलाई पत्ता लगाउने अवस्था पनि थिएन र अनि डायग्नोसिस भएर ट्रिटमेन्ट गर्ने पनि पद्धति नभएको हुनाले, रिसर्च नभएको हुनाले धेरै थाहा थिएन। अहिले बढी पत्ता लागेको चाहिँ पक्कापक्की हो, तर त्यो भाषासँग सँगसँगै अहिले चाहिँ बढेको पनि पक्कापक्की हो। किन भन्दाखेरि अहिले यो समाज अब यो अमेरिकामा मात्रै होइन कि अब विश्वव्यापी रूपमा चाहिँ अब एउटा ठुलो फ्यामिलीमा बस्ने सँगैबाट चाहिँ न्युक्लियर फ्यामिलीमा जाने र इन्डिभिजुअलिस्टिक सोसाइटीतिर हामी गयौँ। अनि सबै कुराहरू पर्फेक्ट हुनुपर्छ भन्ने खालको सोचाइ राख्छौँ हामीले। र त्यति मात्र होइन कि हरेक कुराको सोलुसन अहिले हुनुपर्छ, आजको अहिले यही सेकेन्डमै हुनुपर्छ भन्ने खालको जुन सोचाइ छ नि, त्यो सोचाइ बढ्दै जाँदाखेरि चाहिँ यो समस्या बढ्दै गएको हो। किनभने त्यो त सम्भव हुँदैन नि, एउटा प्रोसेस हुन्छ, एउटा टाइम लाग्छ ठिक हुनको लागि। अनि त्यसपछि मान्छेलाई हरेक कुरा अहिले चाहियो भन्ने हुँदाखेरि अनि स्ट्रेस बढ्दै जान्छ, त्यो तनाव बढ्दै जाँदाखेरि चाहिँ त्यसपछि त्यो तनावले ल्याउने खालका रोगहरू जस्तो विशेष गरी अब कमन हुने डिप्रेसन, एन्जाइटी खालका रोगहरू अझ बढी हुन्छन् होइन। तर केही गहन खालका रोगहरूमा चाहिँ खासै धेरै फरक भएको हुँदैन यस्तो कारणले गर्दाखेरि। त्यो अलि त्यसको कम्प्लेक्स त्यसको कज हुन्छ। तर सामान्य मानसिक रोगहरू चाहिँ अहिले बढ्दै गएको चाहिँ पक्कै पनि हो। जस्तो अब कोभिड-19ले गर्दाखेरि देखि लिएर अहिलेको अब पोलिटिकल अनरेस्टको कारणले गर्दाखेरि, पोभर्टीको कारणले गर्दाखेरि, अब के मान्छे जागिर नपाएर अब केटाकेटी कसरी पाल्ने, होमलेसनेसको कुराहरू गर्दाखेरि, त्यसले गर्दाखेरि त यो खालको मानसिक समस्या पनि बढ्दै जान्छ। भनेपछि यसको मूल कारण भनेको चाहिँ हाम्रो दैनिक जीवनयापन त आफ्नो छँदैछ, त्यसमाथि हाम्रो आर्थिक दबाब, हामीमा पर्ने आर्थिक दबाब, सामाजिक दबाब, बालबच्चा, परिवारको अन्य सबै किसिमको दबाबले गर्दा अझ त्यसलाई चाहिँ बढ्ने सम्भावना हुन्छ। अनि हामीले चाहिँ अलिकति थपिहाल्यो सबैलाई थाहा हुने हिसाबले, नर्मली हामीले साइकियाट्रीमा मानसिक रोगको बारेमा कुरो गर्दाखेरि चाहिँ बायो, साइको, सोसल, कल्चरल, स्पिरिचुअल कुराहरू हुनुपर्छ भन्छौँ कि एकदम कम्प्रिहेन्सिभ हुन्छ। मानसिक रोग चाहिँ हुन त अब हामीले थाहा नपाएको जस्तो मुटुको रोगको कुरा गर्दाखेरि पनि धेरै कुराहरू यसो असर गरेकै हुन्छ, तर पनि मानसिक रोगमा चाहिँ अझ बढी असर गर्छ यो सबै कुराहरूले, सोसल फ्याक्टरहरूले। हजुर, धन्यवाद। अनि यो समस्या चाहिँ अब समाजमा त विभिन्न वर्गहरू हुन्छ, जस्तै भनौँ न बालबच्चा होलान्, किशोर किशोरी होलान्, युवा युवती होलान् अथवा ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ। त्यसमा फरक ढङ्गको मानसिक स्वास्थ्यको अवस्था फरक हुन्छ, फरक बुझाइ हुन्छ। त्यो उमेरको हिसाबले अरू के कारणले त्यो के फरक हुन्छ, कस्तो त्यो सोचाइ नै फरक हुने हो अथवा त्यसको लक्षणहरू फरक हुन्छ, कस्तो हुन्छ त्यो विभिन्न वर्गहरूमा? एकदम महत्त्वपूर्ण प्रश्न हो यो। अब हामीले यसलाई चाहिँ दुईवटा तरिकाले सोध्नु पर्यो। अहिले तपाईँले भन्नुभएको जस्तै चाहिँ अब सोध्ने तरिका फरक हुन्छ बच्चा बच्चीमा, ठुलो अब एडल्टहरूमा र बुढाबुढी व्यक्तिमा चाहिँ हुन्छ नै। सँगसँगै त्यसलाई कोप गर्न सक्ने क्यापेसिटी पनि बढ्दै जान्छ उमेर बढ्दै गएपछि। तर रोगहरू चाहिँ जस्तो फर इक्जाम्पल हामीले बच्चा बच्चीको कस्तो खालको रोग हुन्छ भन्दै हेऱ्यो भनेपछि त्यो रोग खाल्ने अलिअलि मिल्छन्, धेरै जसो एडल्टसँग मिल्न चाहिँ। तर केही कुराहरू चाहिँ बच्चा बच्चीदेखि नै सुरु हुन्छन्, एडल्टमा नर्मली हुँदैनन्। त्यस्ता खालको रोगहरू हुन्छ, स्पेसिफिक खालको रोगहरू हुन्छन्। जस्तो अब अटिजम स्पेक्ट्रम डिसअर्डरहरूको कुराहरू होलान्, नभए न्युरो डेभलपमेन्टल डिसअर्डर भन्छौँ होइन। मान्छेहरू बच्चा बच्चीको व्यवहार अलिकति फरक हुने, कम्युनिकेसन गर्न गाह्रो हुने, अनि त्यसपछि सोच्न सक्ने शक्ति अलिकति कम हुने, अनि इन्टेलेक्चुअल डिसेबिलिटी भन्छन् होइन। त्यो खालको जुन न्युरो डेभलपमेन्ट बच्चाहरूको जन्मिने बेला नै केही न केही ब्रेनमा चेन्ज भएर त्यसले गर्दाखेरि हुने खालका एक खालको रोगहरू हुन्छन् होइन। त्यो खालको बच्चादेखि नै हुन्छन् ती रोगहरू चाहिँ। अनि तर कमन हामीले सुनेको कुराहरू सबैले सुने एन्जाइटी, डिप्रेसन भन्ने खालको चाहिँ त्यो बच्चाहरूमा 60% टाइममा चाहिँ बच्चामै सुरु हुन्छ। भनेको 15-16 वर्ष हुँदाखेरि चाहिँ 60% चाहिँ मानसिक रोग सुरु भइसकेकै हुन्छ मान्छेहरूलाई। त्यो पछि एडल्टमा मात्रै गएर हुने होइन, तर अरू 40% एडल्टमा मात्रै पनि हुन्छ होइन। अनि तर जस्तो अब गहन खालको साइकोसिस, बाइपोलर डिसअर्डर भन्ने खालका रोगहरू, स्किजोफ्रेनिया मैले भने त्यस्तो खालको रोगहरू चाहिँ बच्चामा हुँदैनन्। अलि ठुलो भएपछि अब टिनेजबाट लेट टिनेजमा अलिकति सुरु हुन्छन्।
कतिपय चाहिँ 20s मा गइसकेपछि बल्ल अलिकति बृहत रूपमा देखिन्छन्, त्यस्तो हुन्छ। अनि वृद्ध वृद्धामा चाहिँ नयाँ खालको रोग छुट्टै चिज हतपत आउँदैन, यही कन्टिन्यू हुन्छ। तर एउटा कुरा चाहिँ जस्तो अब मान्छेको यो सम्झन सक्ने क्षमता कम भएको भन्छौँ नि हामीले, डिमेन्सिया भन्छौँ, त्यो खालको बिर्सने खालको समस्या चाहिँ त्यो विशेष गरी 40-60 पुगेपछि कटेपछि हुन्छ धेरै जसोलाई चाहिँ होइन। अनि त्यो चाहिँ डिफ्रेन्ट खालको, त्यसले गर्दा ल्याउने खालको समस्याहरू चाहिँ वृद्ध वृद्धामाहरू मात्रै बढी हुन्छन्। अनि वृद्ध वृद्धामा बढी हुने चाहिँ अहिले यो रिसेन्टली अमेरिकामा 2-3 वर्ष अगाडिदेखि चाहिँ हाइलाइट भएको र अब अरू देशहरूमा हुँदै गरेको चाहिँ एक्लोपन, आइसोलेसन, लोनलिनेसले गर्दाखेरि ल्याउने समस्याहरू चाहिँ धेरै जसो वृद्ध वृद्धामा बढी हुन्छ। हजुर, हजुरले भनेको कुरा अझ वृद्ध वृद्धामा चाहिँ विशेष गरी आप्रवासी समुदाय जस्तै नेपाली जस्तै अरू समुदायमा चाहिँ हाम्रो पारिवारिक अवस्था नेपालमा फरक, यहाँ फरक हुने हुनाले पनि त्यो अझै बढी नै हुन्छ, त्यो समस्या हुन्छ। धन्यवाद यहाँलाई। अब हामीले मानसिक स्वास्थ्यको कुरा गर्दा, मानसिक रोगको कुरा गर्दा त्यो उपचार समयमा भएन भने चाहिँ त्यसले सबभन्दा गर्न सक्ने ठुलो असर, त्यसको इफेक्ट चाहिँ के हुनसक्छ होला? अब एकदम महत्त्वपूर्ण प्रश्न परशुरामजी, किनभने हामीले कुनै पनि रोगमा कुरो गर्दाखेरि अथवा स्वास्थ्यको कुरो गर्दाखेरि चाहिँ दुईवटा एङ्गलले हेर्छौँ होइन। कुनै पनि रोग लाग्यो भने त्यसले चाहिँ मान्छेलाई कतिको दुःख दिन्छ त भन्ने हुन्छ, त्यसलाई चाहिँ दुःख दिएर त्यसपछि अनि त्यसले गर्दा मान्छेले डिसेबलै बनाउँछ अथवा आफूले गर्नुपर्ने कामहरू गर्न नसक्नेमा लग्छ होइन। एउटा चाहिँ त्यो हुन्छ, त्यसलाई डिसेबिलिटी भन्छन् होइन। अनि अर्को चाहिँ मान्छेलाई खुत्रुक मर्न सक्ने अथवा मोर्टालिटी भन्छन्, अथवा मोर्बिडिटी र मोर्टालिटीमा दुईवटा टर्म युज गर्छौँ हामीमा चाहिँ, हो त्यो दुईवटा हुन्छ। अब मानसिक रोग पहिलो कुरा गरौँ, पहिलो कुरा भनेको कतिको यसले असर गर्छ त, मान्छे मर्दैन, मरिहाल्दैन तर दुःख कति दिन्छ भन्दाखेरि चाहिँ अब अहिले हेऱ्यो भने संसारमा 10वटा रोगहरूको नाम लिउँ, टप 10, त्योमध्ये 5वटा चाहिँ मानसिक रोगहरू पर्छन् जसले गर्दा मान्छेलाई दुःख दिएर हैरानै पारेर डिसेबल बनाउँछ होइन। अब नम्बर 1 कज हुन्छ मेन्टल इलनेस भनेर भइरहेछ अब 2030सम्म चाहिँ होइन। तर पनि स्टिल एकदमै गहन कुरा हो, 10वटामा 5वटा जस्तो मानसिक रोगकै समस्याहरू छन् टप 10मा, त्यो दुःख दिनेमा चाहिँ त्यो हो। अर्को चाहिँ मोर्टालिटी चाहिँ दुई खालले हुँदो रहेछ। एउटा चाहिँ जस्तो मान्छे आत्महत्या गरेर सुसाइड गरेर मर्ने एउटा हुन्छ, त्यो चाहिँ लगभग 60% मान्छेहरू जति आत्महत्या गरेर मर्छ उनीहरूलाई रोग लागेको डायग्नोजेबल ट्रिटेबल कन्डिसन हुन्छ भनेर तथ्य छ होइन। तर अरू बाँकी मान्छेहरू पनि मोस्ट अफ देममा केही न केही खालको मानसिक समस्या हुन्छ, कुनै कुनै मात्र एकदम इम्पल्सिभ गरेर झ्याप्पै गरिहाल्ने हुन्छ, अदरवाइज केही न केही मानसिक रोग लागेको हुन्छ, त्यसरी मोर्टालिटी त्यसरी सुसाइडले गर्दा बढ्छ। अनि अर्को चिज चाहिँ के हुँदो रहेछ भने धेरै मान्छेलाई यो याद हुँदैन, दुई खालको रोग मानसिक रोगहरू, एउटा चाहिँ गहन खालको स्किजोफ्रेनिया, बाइपोलर स्पेक्ट्रम डिसअर्डर अथवा सिरियस मेन्टल इलनेस भएको व्यक्तिहरू, तिनीहरूको औसत आयु आम मान्छेहरूको भन्दा अथवा त्यो रोग नलागेको मान्छे भन्दा चाहिँ 20 देखि 30 वर्ष कम हुन्छ। 80 वर्ष मान्छेहरू बाँच्छन् अरू मान्छेहरू मानसिक रोग लागेको नलागेको मान्छे भनेपछि स्किजोफ्रेनिया र अरू सिरियस मेन्टल इलनेस भएको मान्छेहरू चाहिँ 50-60 वर्ष औसत आयु त्यस्तो मात्रै हुन्छ होइन। त्यो त एकदम सिरियस कुरा हो। अरू बाँकी अरू डिप्रेसन एन्जाइटी भएको मान्छेहरूमा चाहिँ 10 वर्षको ग्याप हुन्छ, 10-15 वर्षको ग्याप हुन्छ। अनि त्यही भएर चाहिँ हामीले धेरै मान्छेहरू तर यो सुसाइडले मर्ने भन्दा पनि हार्ट अट्याक भएर मर्ने, क्यान्सर भएर मर्ने बढी हुन्छन् मानसिक रोग लागेको मान्छेहरू। त्यही भएर चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो मानसिक रोगमा हामीले एकदमै समयमै उपचारमा जानुपर्ने चाहिँ। धन्यवाद। हाम्रो समय छोटो छ, त्यस कारण हामीले मानसिक रोगको विषयमा, मानसिक स्वास्थ्य विषयमा कुरा त गऱ्यौँ। अब यसको समाधानमा चाहिँ हामीले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विषय के हो, मान्छेले आफ्नै तर्फबाट खेल्न सक्ने भूमिका के हो र केही भयो भने के गर्नुपर्छ, कहाँ जानुपर्छ, त्यसको एउटा सामान्य जानकारी हाम्रो दर्शकहरूको लागि राख्दिनु। मैले यो पछिल्लो कुरा केही गरी भन्न बिर्सेँ भने तपाईँले मलाई सम्झाउनु होला। पहिलोबाट सुरु गर्छु। नर्मली मानसिक रोगको बारेमा कुरो गर्दा यसको लागि निदान कसरी प्रिभेन्ट गर्ने, ट्रिटमेन्ट गर्ने भन्दाखेरि एउटा चाहिँ प्रिभेन्ट नै गर्ने हुन्छ। जस्तो मैले सधैँभरि भन्ने कुरा चाहिँ हामीले भ्याक्सिन लाउनु सबैले मान्छे थाहा पाउँछन् भ्याक्सिन के हो, खोप भनेर। त्यसरी खोप जस्तै त्यो भनेको के अरे इम्युनिटी पावर बढाउने हो, रोगसँग लड्न सक्ने शक्ति बढाउने हो। त्यो भनेको चाहिँ हामीले रेगुलर एक्टिभिटीहरू जस्तो योगा, एक्सर्साइज, मेडिटेसन, माइन्डफुलनेस गर्छौँ, समयमा खान्छौँ, हेल्दी कुराहरू खान्छौँ, समयमा सुत्छौँ, राम्रो मान्छेहरू पोजिटिभ भाइबमा वरिपरि बस्छौँ, नेचरमा बढी जान्छौँ, यो खालको कुराहरूले चाहिँ प्रिभेन्ट गर्छ। यही रोगले त्यसलाई ठिक पार्न चाहिँ त्यसले खासै अलिअलि गर्छ, तर एकदम त्यो चाहिँ प्रमुख चिज चाहिँ होइन। अनि त्यसपछि त्यो बाहेक रोग लागि नै हाल्यो भनेपछि चाहिँ त्यो चिज हामीले गर्ने, प्रिभेन्ट गर्ने सबै त गर्नु पऱ्यो। त्यसमा अन टप अफ द्याट चाहिँ माइल्ड टु मोडरेट केसेसहरू भनेको एकदम धेरै दुःख दिइसकेको छैन भनेपछि चाहिँ काउन्सिलिङ, साइकोथेरापीबाट चाहिँ त्यसलाई निदान गर्न सकिन्छ, ठिक पार्न सकिन्छ। तर अलि धेरै नै गाह्रो भएको छ भनेपछि त्यसले मात्रै काम गर्दैन। त्यो पहिलो
दोस्रो त्यो काउन्सिलिङ र तेस्रो चाहिँ मेडिसिन साइकियाट्रिस्ट र मेडिकल डाक्टरहरू जसले चाहिँ यसलाई चाहिँ औषधिबाट उपचार गर्न सक्छन् त्यसमा चाहिँ हामी जानुपर्छ। 3 खालको उपचार पद्धति हुन्छ हामीमा चाहिँ। अनि त्यो तेस्रो खालको उपचार पद्धतिमा पनि अवस्था हेरी जस्तो औषधि पिल मात्रै होइन कि डिफ्रेन्ट खालको इन्ट्रेस्टिङ टेक्नोलोजी आजभोलि चाहिँ होइन, जस्तो म्याग्नेट त्यो चुम्बकको शक्तिलाई प्रयोग गरेर ब्रेनमा त्यो चाहिँ डिप्रेसनलाई ठिक पार्ने, इभन साइकोसिसलाई पनि ठिक पार्न सक्ने त्यस्तो खालको ओसिडीलाई ठिक पार्न सक्ने खालको छ भने अब इलेक्ट्रिसिटीलाई युज गरेर जस्तो इसिटी भन्छन् त्यो इलेक्ट्रिसिटीलाई युज गरेर त्यो पावर गरेर यहाँ ब्रेनमा एउटा भागमा चाहिँ हाम्रो देब्रेतिर चाहिँ अलिकति विक भएर बसिरहेको हुन्छ डिप्रेसन सिभियर डिप्रेसन भएको त्यसलाई चाहिँ स्टिमुलेट गरिदियो भनेपछि मान्छे ओहो ठिक हुन्छ होइन। त्यस्तो खालको धेरै पद्धतिहरू त्यस्तो खालको औषधि बाहेक त्यो खालको पद्धति पनि युज गर्न सकिन्छ ट्रिटमेन्ट गर्नको लागि। अब दोस्रो पाटो चाहिँ कहाँ गएर गर्न सकिन्छ भन्दाखेरि चाहिँ सबभन्दा पहिलो कुरा चाहिँ आफ्नो प्राइमेरी केयर डाक्टर कहीँ जाने नै हो अमेरिकाको सिलसिलामा चाहिँ। किनभने हरेक प्राइमेरी केयर सेन्टरमा कि त उनीहरूको आफ्नै मानसिक स्वास्थ्य सम्बन्धी युनिट हुन्छ, छैन भने उनीहरूको कनेक्सनमा चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी डाक्टरहरू र काउन्सिलरहरू भएको कनेक्सन उनीहरूको हुन्छ। त्यही भएर डाक्टरलाई मलाई त गाह्रो भएको छ, आई फिल लाइक मलाई त रौँ लाग्छ, मलाई चाहिँ एकदम धेरै पिर चिन्ता लाग्छ, मलाई खान गाह्रो भयो, सुत्न गाह्रो भयो, त्यसले गर्दा मेरो चाहिँ जनजीवनमा गाह्रो भयो, त्यही भएर मलाई हेल्प गर भन्यो भने प्राइमेरी केयर डाक्टरलाई थाहा हुन्छ कहाँ के कसो गर्ने अनि त्यसपछि कनेक्सन गराउँछन् साइकियाट्रिस्ट अथवा साइकोलोजिस्ट अथवा चाहिँ अरू काउन्सिलरहरूसँग, त्यसरी जान सकिन्छ। त्यो बाहेक चाहिँ हामीले अर्को चाहिँ आफै पनि प्रोएक्टिभ भएर हेऱ्यो भनेपछि म्यासाचुसेट्समा वी आर सो लकी हामी यहाँ बस्ने मान्छेहरू गभर्मेन्टले के म्यासाचुसेट्स डिपार्टमेन्ट अफ मेन्टल हेल्थ थ्रु चाहिँ गभर्मेन्ट फन्डेड प्रोग्राम यति धेरै छन्। हामीले चाहिँ कम्युनिटी बिहेभियरल हेल्थ सेन्टर भन्ने छन्, देश यो स्टेट व्यापी छन्, थुप्रो ठाउँहरूमा छन्। यही नजिकै पनि मलडेनमा एउटा छ, क्याम्ब्रिज हेल्थ अलायन्स एउटा चलाइराखेको छ होइन, अनि बस्टनमा 2-3टा छन्, इस्ट बस्टनमा अर्को छ। त्यो सेन्टरमा जति बेला 24/7 जति बेला जान पाइन्छ होइन। अथवा चाहिँ मलाई गाह्रो भयो के गर्ने थाहा छैन तर म एउटा टेक्स्ट गर्छु भने एउटा बिहेभियरल हेल्पलाइन भन्ने छ, अनलाइन सबैले हेर्नुभयो भने त्यो हेल्पलाइन नम्बर ठक्क पाइन्छ, त्यसमा टेक्स्ट पनि गर्न पाइन्छ र 200वटा जस्तो लगभग ल्याङ्ग्वेजमा त्यो छ होइन, त्यो गर्न पनि मिल्छ। अनि त्यो बाहेक चाहिँ आफै प्राइभेट पे गरेर गर्न सक्ने मान्छेहरूले चाहिँ कहाँ छन् प्राइभेट प्र्याक्टिसनरहरू भनेर गुगलमा अनलाइन गर्न मिल्छ। psychologytoday.com भन्ने हुन्छ, त्यहाँ गयो भने मोस्ट अफ द साइकोलोजिस्ट पिएचडी गरेका र सोसल वर्कर काउन्सिलर त्यहाँ भेटिन्छन्। अनि उहाँलाई कन्ट्याक्ट गऱ्यो भने अनि हामीले साइकोथेरापीको सर्भिस पनि पाउन सक्छौँ। धेरै धेरै महत्त्वपूर्ण जानकारीको लागि धन्यवाद। साथै यी उपचार जुन उपचार जहाँ पाइन्छ भन्नुभयो, हाम्रो समाजमा कतिपय मान्छेहरूको चाहिँ स्वास्थ्य बिमा पनि नहुन सक्छ, हेल्थ इन्सुरेन्स नहुन सक्छ, उहाँहरूको स्ट्याटस पनि फरक फरक हुनसक्छ, जसले गर्दा सजिलो उपचार पाउन सक्ने अवस्था पनि हुन सक्दैन। त्यस्तो हुँदा पनि हजुरले भनेका त्यो ठाउँहरूमा उपचार पाउन सकिन्छ कि त्यसको लागि अरू कुनै उपाय हुनसक्छ? यसमा 2 खालको, जस्तो तुरुन्तै गर्ने जस्तो अब त्यो टेक्स्ट गरेर मलाई गाह्रो भएको छ के गर्ने भन्ने खालको कुराहरू होस्, अथवा 988 911 होइन 988 डायल गरेर तुरुन्तै कोहीसँग कुराकानी गर्ने अर्जेन्ट कुराहरू ल्याउने, त्यसमा चाहिँ कसैले केही सोध्दैन त्यो स्टेट फरवर्ड पाइन्छ। तर त्योभन्दा बढी गएर डेली रूपमा अनगोइङ उपचार गर्नको लागि त इन्सुरेन्स हुनु पऱ्यो कि त पे गर्नु पऱ्यो। अब म्यासाचुसेट्समा चाहिँ अब म्यास हेल्थ लिन सक्ने मान्छे धेरै हुन्छन्, अलमोस्ट धेरै मान्छेले पाउँछन्। त्यो गरी भएन भने त्यो म्यास हेल्थ कनेक्टर भन्ने हुन्छ, त्यहाँ चाहिँ हामीले गुगल गरेर भेट्छौँ होइन। अनि अथवा आफ्नो प्राइमेरी केयरमा सोसल वर्करलाई सोध्यो भने तिनीहरूलाई थाहा हुन्छ कसरी चाहिँ केही नभएको मान्छेले इन्सुरेन्स कसरी लिन सकिन्छ अथवा इन्सुरेन्स नभएको मान्छेले सर्भिस फ्रीमा कसरी पाउन सकिन्छ भन्ने पनि हुन्छ। त्यसमा मैले एउटा कुरा भनिहालेँ, 2-3टा कुराहरू मैले यहाँ नोट गरेको थिएँ। जस्तो केही पनि नभएको मान्छेहरू जस्तो रिसेन्ट इमिग्रेन्टहरू जसको इन्सुरेन्स पनि छैन, केही पनि छैन, तिनीहरूको लागि चाहिँ अब मेरो आफ्नो हस्पिटल एमजिएचमा पनि एउटा चाहिँ यो सेन्टर फर इमिग्रेन्ट हेल्थ भनेर छ होइन। अनि त्यो अन्तर्गत मानसिक रोगको पनि केही न केही उपचार पाइन्छ, त्यसमा चाहिँ फ्री केही पे गर्न पर्दैन, इन्सुरेन्सको बारेमा केही हुँदैन। बोस्टन मेडिकल सेन्टरमा ठुलो छ, अझ बढी ठुलो छ, त्यहाँ पनि त्यही सेन्टर फर इमिग्रेसन र रिफ्युजी हेल्थ भनेर छ, त्यहाँ बोस्टन मेडिकल सेन्टरमा जान सकिन्छ। अर्को क्याम्ब्रिज हेल्थ अलायन्समा पनि त्यो छ, अहिले नजिकै हामीले चिनेको 3टा ठाउँहरूमा गयो भने हामीले चाहिँ फ्रीमा हेल्थ सर्भिस लिन मिल्ने हुन्छ होइन। अनि आई थिङ्क त्यो भनेको एकदमै ठुलो कुरो, हामी चाहिँ लक्की छौँ यहाँ भएको। अर्को नेपाली भाषी मान्छेको लागि इम्पोर्टेन्ट अर्को कुरा चाहिँ मैले अघि सुरुमा भनेको थिएँ, एमजिएचमा मेरो आफ्नो इनिसिएसनमा चाहिँ त्यो लाइम प्रोग्राम लोकल एन्ड ग्लोबल इनिसिएटिभ फर मेन्टल हेल्थ इक्विटी थ्रु चाहिँ मैले अब केही साथीहरू अरू साथी भोलिन्टियर साथीलाई राखेर पनि धेरै प्रोग्रामहरू गरिरहेको हुन्छु होइन। त्यो प्रोग्राममा आयो भने पनि केही न केही खालको उपचार पाउन सकिन्छ। अब नियर फ्युचरमा यो मन्थली एउटा क्लिनिक हामीले इस्टाब्लिस गर्छौँ, त्यो भयो भने इन्सुरेन्सको केही पे गर्नु पर्छ, तुरुन्त आउनुहोस्, उपचार त्यहाँबाट पाउन सक्ने सम्भावना पनि हुन्छ। धन्यवाद। यो विषयवस्तु नै यति गहन र व्यापक छ कि हामी
लामो समय कुरा गर्दा पनि सकिँदैन, तर हामीसँग जम्मा थोरै समय छ। हामी झन्डै कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। यो बिचमा चाहिँ हजुरलाई परशुरामले यो क्वेसन चाहिँ सोधिहाल्यो भए मैले यसको एन्सर दिनु पर्थ्यो, यो महत्त्वपूर्ण थियो भन्ने कुनै विषयवस्तु अथवा सन्देश हाम्रो श्रोता दर्शकहरूलाई कुनै त्यस्तो एउटा महत्त्वपूर्ण सन्देशहरू हजुरको तर्फबाट केही छ भने राखिदिन सक्नुहुन्छ? हजुर, धन्यवाद परशुरामजी। अब मलाई सबभन्दा भन्न मन लाग्ने कुरा चाहिँ मानसिक स्वास्थ्य भनेको सबभन्दा पहिलो स्वास्थ्य हो। यो हामी सबैले बुझ्नुपर्छ। हाम्रो जनमानसमा सबभन्दा अन्तिममा यसलाई हामी सोध्छौँ, तर सुरुमा मानसिक स्वास्थ्य लिनुपर्छ। किनभने मानसिक स्वास्थ्य राम्रो भएन भने तपाईँको शारीरिक स्वास्थ्यको कुनै पनि केही चिज त केयरै गर्न सक्नुहुन्न, होइन? अघि मैले भनेको जस्तो मानसिक रोग लागेको व्यक्तिहरू सबभन्दा बढी मर्ने चाहिँ क्यान्सर लाएर हार्ट एट्याक भएर मर्ने हो, सुसाइड गरेर मर्ने होइन? त्यही भएर हामीले सबभन्दा पहिलो कुरा चाहिँ मानसिक स्वास्थ्यलाई ध्यान दिउँ। र अर्को कुरा चाहिँ मानसिक स्वास्थ्यको समस्या भएका व्यक्तिहरू अथवा मनोरोग लागेका व्यक्तिहरूको उपचार छ र 100% कहीँ पनि हुँदैन। तर मोस्ट अफ द मान्छे चाहिँ कि त चट्टै ठिक हुन्छन् कि भने काम गर्न सक्ने, आनन्दले जिन्दगी चलाउन सक्ने हुन्छन् औषधि उपचारले मानसिक रोग लागेको। त्यही भएर यो मानसिक रोग लाग्यो त बर्बाद भयो भनेर घरमा लुकेर नबसौँ। उपचार छ, उपचारले काम पनि गर्छ। र राम्रो कुरा यहाँ यो म्यासाचुसेट्समा समरभिलको वरिपरि बस्ने मान्छेहरूलाई त रिसोर्स यति धेरै छ मानसिक स्वास्थ्यको, केही डिपार्टमेन्ट अफ मेन्टल हेल्थ भनेर हेर्नु, अनि त्यहाँ सबै के गर्नुपर्ने सबै चिज त्यही नै पाउँछौँ हामीले चाहिँ, होइन? केही पिर गर्नु पर्दैन। अनि सबैले चाहिँ घरमा आफूले पनि रोग समस्या लुकाएर नबसौँ र आफ्नो परिवार र साथीहरूलाई पनि यो रोग लागेको छ जस्तो आफूलाई लाग्छ भने उसलाई के छ मनको कुरा गर्न मन छ भने गर, साथी भाइ छोरा दिदी बहिनी भनेर चाहिँ भनौँ भन्ने चाहिँ म विशेष सन्देश दिन चाहन्छु। हजुर, धेरै धेरै धन्यवाद। आज हामीले मानसिक स्वास्थ्य सम्बन्धी विषयवस्तुमा छलफल गऱ्यौँ। यो हाम्रो समुदायको लागि महत्त्वपूर्ण विषयवस्तु हो। यसको लागि हजुरले आएर जुन हामीलाई सरसल्लाह दिनुभयो, जुन विषयवस्तु राख्नुभयो, जसले धेरै कुरा बुझ्न सक्यो, केही न केही मानसिक स्वास्थ्य सम्बन्धमा हाम्रो समुदायले यो विषयलाई बुझ्नुहुन्छ भन्ने आशा राखेका छौँ। म मास जनरल हस्पिटलका मानसिक रोग विशेषज्ञ तथा हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक डाक्टर श्रीधर पौडेललाई धन्यवाद दिन चाहन्छु। त्यस्तै यहाँहरूलाई अरू सिटी अफ समरभिलका जानकारी अथवा अरू विषयमा थप जानकारी चाहिन्छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। समरभिल आप्रवासी मामिला कार्यालय 42 क्रस स्ट्रिटमा छ। यहाँहरूले हामीलाई सम्पर्क गर्न सक्नुभयो भने हामी सबै विषयको जानकार आफै होइनौँ, तर हामीले उपयुक्त ठाउँमा त्यो विषयको जानकारी कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा यहाँहरूलाई त्यो स्रोतहरूसँग जोड्न सक्छौँ र जानकारी उपलब्ध गराउन सक्छौँ। फेरि हामी नयाँ विषयमा अरू विषयमा महत्त्वपूर्ण विषयमा अर्को कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। यो अवसरमा म डाक्टर श्रीधर पौडेललाई फेरि एकचोटि धन्यवाद ज्ञापन गर्दै आजको कार्यक्रमबाट बिदा लिन चाहन्छु। धन्यवाद। धन्यवाद परशुरामजी र समरभिल टिभीको लागि। थ्याङ्क यू। धन्यवाद। Parte dessa história, sua cultura, sua língua, sua memória.